इपिएस टपिक टेक्स्ट बुक च्याप्टर 57 को मिनिङमा छ खासान्जम थप अङ्क, खासान्जम थप अङ्क, खाच्छुदा तयार गर्नु, खाच्छुदा तयार गर्नु, खन्सरफ निर्माण क्षेत्र, खन्सरफ निर्माण क्षेत्र, ख्याङहम अनुभव, ख्याङहम अनुभव, खोयोङ नोदोङ्बु रोजगार तथा श्रम मन्त्रालय, खोयोङ नोदोङ्बु रोजगार तथा श्रम मन्त्रालय। त्यस्तै खोयोङ फोक्ची फुल्लसु सेन्थ रोजगार कल्याण प्लस केन्द्र भन्ने हुन्छ है। खोयोङ फोक्जी फुल्लसु सेन्थ भनेको छ रोजगार कल्याण प्लस केन्द्रमा। खोयोङ हगाजे रोजगार अनुमति प्रणाली, खोयोङ हगाजे रोजगार अनुमति प्रणाली, खोक्सिक अन्न, खोक्सिक अन्न, खोल्लानादा कठिनाइ हुनु अथवा गाह्रो हुनु, खोल्लानादा कठिनाइ हुनु अथवा गाह्रो हुनु, खोङ्गोइल सूचना मिति अथवा घोषणा मिति है। कुनै पनि काम कुरा हैन कार्यक्रम घोषणा गरेको मिति अथवा त्यसको बारेमा निकालेको सूचना हुन्छ, त्यो सूचना निकालेको मितिलाई खोङ्गोइल भनेर भन्छ। खोङ्गोइल सूचना मिति अथवा घोषणा मिति। खोङ्जी सूचना, खोङ्जी सूचना, ख्वान्गे अथवा ख्वानहान भनेको सम्बन्धित, ख्वान्गे सम्बन्धित, ख्वानहान सम्बन्धित, ख्वाङअप खानी उत्खनन, ख्वाङअप खानी उत्खनन। त्यस्तै खुजिक्चा म्याङ्बो छाक्सङ रोजगार खोज्नेहरूको सूची तयार गर्नु। हेर्नुस् त यो खोजिक्चा भनेको छ अब त्यो खोजिक्चा म्याङ्बु छाक्सङ भनेको चाहिँ कस्तो भयो भने रोजगार खोज्नेहरूको सूची के अब काम खोज्ने मान्छेहरूको सूची तयार गर्ने भन्न खोजेको हो। त्यस्तै ख्वल्ली भनेको पनि हक अधिकार भयो अनि ख्वनिक भनेको पनि हक अधिकार है। ख्वल्ली ख्वनिक भनेको हक अधिकार। अनि खुल्लो ख्वान्गे रोजगार सम्बन्धी अथवा रोजगारसँग सम्बन्धित भन्न खोजेको, खुल्लो ख्वान्गे रोजगार सम्बन्धी। खुल्लो खिजुनबब श्रम मापदण्ड ऐन, खुल्लो खिजुनबब श्रम मापदण्ड ऐन। खुन्मु छ फ्यानग्याङ कार्यस्थल परिवर्तन, खुन्मु छ फ्यानग्याङ कार्यस्थल परिवर्तन। खुम्बाङ तत्कालै अथवा तुरुन्तै भर्खरै, खुम्बाङ तत्कालै भर्खरै। खिनुङ सिहम सिप परीक्षण स्किल टेस्ट भन्छौँ नि हामी, यही हो के खिनुङ सिहम स्किल टेस्ट। खिदे आशा अथवा अपेक्षा, खिदे आशा अथवा अपेक्षा। खिबोन जगिन आधारभूत, खिबोन जगिन आधारभूत। खिच्छो खिनुङ आधारभूत सिप, खिछो खिनुङ आधारभूत सिप। त्यस्तै खिहोइ अवसर, खिहोइ अवसर। के थात्ता बुझ्नु अथवा महसुस गर्नु, थात्ता भन्दा दात, के दात्ता बुझ्नु अथवा महसुस गर्नु, के दात्ता बुझ्नु अथवा महसुस गर्नु। नोदोङबब श्रम कानुन, नोदोङबब श्रम कानुन। नोर्यो खादा प्रयास गर्नु, नोर्यो खादा प्रयास गर्नु। नोङअप कृषि, नोङअप कृषि। थामदाङ हादा जिम्मेवारी लिनु, थामदाङ हादा जिम्मेवारी लिनु। थोङदुङ हादा समान हुनु बराबर हुनु, थोङदुङ हादा समान हुनु बराबर हुनु। त्यस्तै रुममेट भनेको रुममेट, इङ्ग्लिसमा रुममेट भन्छ, कोठामा सँगै बस्ने साथीलाई के भन्छ रुममेट भन्छ, रुममेट। फेरि याद गर्नुहोस् रुममेट भनेको कोठामा सँगै बस्ने साथी। त्यस्तै मारेन हादा तयार गर्नु, मारेन दोइदा तयार हुनु, मारेन हादा तयार गर्नु। म्यन्जप अन्तर्वार्ता, म्यन्जप अन्तर्वार्ता। म्यङदान नामावली, म्यङदान नामावली। मोजिब भर्ना एडमिसन, मोजिब भर्ना अथवा एडमिसन। त्यस्तै फम्न्याङ कानुन र नियमावली, फम्न्याङ है, फम्न्याङ फप्र्याङ होइन कि, फम्न्याङ भनेको के हो कानुन अथवा नियमावली। अनि फम्न्युल भनेको कानुन, फम्न्युल कानुन। यो फप्र्युल होइन के, फम्न्युल। अब पर र आयो भने मर नहुन्छ के, त्यसको उच्चारणको विधि बुझ्नुपर्ने हुन्छ। फम्न्युल भनेको कानुन। अनि त्यस्तै फम्मुबु न्याय विभाग, फम्मुबु न्याय विभाग। अनि फ्यान्हा हादा
परिवर्तन गर्नु, फ्यान्ह्वा हादा परिवर्तन गर्नु, फोजाङ फात्ता सुनिश्चित गर्नु, सुरक्षा पाउनु के। फोजाङ फात्ता भन्यो भने केही कुराको खनिकुल फोजाङ फात्ता भन्यो भने हक अधिकार को सुनिश्चितता हुनु अथवा सुरक्षा पाउनु भने जस्तै फोजाङ फात्ता भनेको सुनिश्चित हुनु अथवा सुरक्षा पाउनु है, विशेष कुरासँग अथवा कुरासँग सम्बन्धित कुरामा चाहिँ सुरक्षित पाउनु, सुनिश्चित पाउनु, सुरक्षा पाउनु भन्ने हुन्छ। अनि फोहो फात्ता भनेको पनि सुरक्षा पाउनु भन्ने भयो। अब फोजाङ फात्ता र फोहो फात्तालाई चाहिँ फिस्सतानमा है के अरे सुर्ती समभिन्नार्थक होइन के भन्छ कि यसलाई, अब एउटै अर्थ दिने शब्दहरू भनेर भन्न सक्छौँ। फोजाङ फात्ता फोहो फात्ता है, सुरक्षा पाउनु। अनि फुजोक भनेको अभाव, फुजोक अभाव। अनि फिजा भनेको पनि भिजा, अनि साजुङ भन्यो भने पनि भिजा है। भिजालाई के भन्दो रहेछ, फिजा अथवा साजुङ भन्यो भने त्यसको दुईटै अर्थ भिजा भन्ने लाग्छ। त्यस्तै साबजाङ फेछि कार्यस्थल व्यवस्थापन, साबचाङ फेछि कार्यस्थल व्यवस्थापन, फेरि सुन्नुहोस्, साबचाङ फेछि कार्यस्थल व्यवस्थापन। सायु कारण, सायु कारण। साजन छुयब ख्योयुक पूर्व रोजगार तालिम, जुन चाहिँ यो कोरिया जानभन्दा अगाडि लिने अभिमुखीकरण तालिम भन्छ त्यसैलाई भन्न खोजेको हो। साजन छुयब ख्योयुक पूर्व रोजगार तालिम। अनि सानप आन्जन औद्योगिक सुरक्षा, सानप आन्जन औद्योगिक सुरक्षा। साङहे चोटपटक, साङहे चोटपटक। सवेसुअप सेवामूलक क्षेत्र होइन, सेवामूलक क्षेत्र जसलाई हामीहरू सबिसुअप भनेर भन्छौँ। सबिसुअप भनेको सेवामूलक क्षेत्र। अनि सनबाल छनौट अथवा चयन, सनबाल छनौट अथवा चयन। सोङबो पठाउनु, सोङबो पठाउनु। सिहेङ हादा कार्यान्वयन गर्नु, सिहेङ हादा कार्यान्वयन गर्नु। सिल्सी दोइदा लागु हुनु, सिल्सी दोइदा लागु हुनु। अप माछा पालन व्यवसाय, अप माछा पालन व्यवसाय। एलसिमही मेहनत साथ, एलसिमही मेहनत साथ। वनहादा चाहनु, वनहादा चाहनु। उइसेङ छाङबे स्वच्छता उपकरण, उइसेङ छाङबे स्वच्छता उपकरण। उम्सिक सबिसुअप खाद्य सेवा व्यवसाय, उम्सिक सबिसुअप खाद्य सेवा व्यवसाय। उइमुहा अनिवार्य बनाउनु, उइमुहा अनिवार्य बनाउनु। इल्यक जनशक्ति, इल्यक जनशक्ति। इन्सिखादा पहिचान गर्नु, इन्सिखादा पहिचान गर्नु। इमगुम छेबुल समयमा तलब भुक्तानी नगर्नु अथवा तलब नदिनु, इमगुम छेबुल समयमा तलब भुक्तानी नगर्नु अथवा तलब नदिनु। इमअप वन व्यवसाय, इमअप वन व्यवसाय। इपकुक प्रवेश, इपकुक प्रवेश। अनि इत्ता बिर्सनु, इत्ता बिर्सनु। छे खोयुङ पुनरोजगार, छे खोयुङ पुनरोजगार। छेबे हादा हुर्काउनु अनि उत्पादन गर्नु, छेबे हादा हुर्काउनु अथवा उत्पादन गर्नु। त्यस्तै छल्छा प्रक्रिया, छल्छा प्रक्रिया प्रोसेस। छम अङ्क, छम अङ्क। छङदाङ हादा उचित हुनु अथवा उपयुक्त हुनु, छङदाङ हादा उचित हुनु उपयुक्त हुनु। अनि छङसाङ जगिन सामान्य किसिमले, छङसाङ जगिन सामान्य किसिमले। छेदो प्रणाली, छेदो प्रणाली। छेजो अप उत्पादनमूलक क्षेत्र, छेजो अप उत्पादनमूलक क्षेत्र। छोसन्सो जहाज निर्माण कारखाना, छोसन्सो जहाज निर्माण कारखाना। छोसनअप जहाज निर्माण उद्योग व्यवसाय, छोसनअप जहाज निर्माण उद्योग व्यवसाय। छिसो खाँदा जारी राख्नु, निरन्तरता दिनु के लगातार गर्नु। मैले लगातार व्यायाम गर्छु भन्यो भने त्यस्तो अवस्थामा नि के अरे चिसो खाँदाको प्रयोग हुने भयो, जारी राख्नु, निरन्तरता दिनु, डेली गर्नु के है। छिवन्जा आवेदनकर्ता अथवा स्वयंसेवक, आवेदनकर्ता छिवन्जा आवेदनकर्ता अथवा स्वयंसेवक। छिकचाङ मुन्हा कार्यस्थलको संस्कृति, छिकचाङ मुन्हा कार्यस्थलको संस्कृति। अनि छेर्यक शारीरिक क्षमता होइन, यो नुङ्न्यकबाट आएको अनि यो अब छे प्लस नुङ रेक भनेपछि के भयो,
छेन्यक भनेको शारीरिक क्षमता हैन, शरीरले गर्न सक्ने काम कति गर्न सक्छ, के गर्न सक्छ त्यसलाई हामीहरूले छेरेक भनेर भन्छौँ। अनि छोइजाङ अधिकतम, छोइजाङ अधिकतम, छोइछो पहिलो अथवा आरम्भिक, सुरुको के प्रारम्भिक, छोइजो छोइछो है, छोइछो पहिलो आरम्भिक। अनि छोक्सानअप पशुपालन, छोक्सानअप पशुपालन, छोरिपकुक ओइगुक इन्सामुसो है, ओइगुकिन सामुसो भनेको छ हेर्नुहोस् त, ओइगुकिन सामुसो जसलाई हामीहरू छोरिपकुक ओइगुकिन सामुसो भनेको आगमन प्रस्थान अथवा विदेशी कार्यालय, ओइगुकिन सामुसो भन्ने बित्तिकै विदेशी कार्यालय भयो। अनि छोरिपकुक भनेको अध्यागमन अथवा आगमन प्रस्थान गर्ने ठाउँ के अध्यागमन भन्छ, अध्यागमन र विदेशी कार्यालय। छुइअप रोजगार, छुइअप रोजगार, खुनिलनाल पनहादा ठुलो समस्या आउनै लागेको थियो, झन्डै आएको थियो भन्ने अवस्थामा के ठुलो समस्या देखा परेको थियो झन्डै भनिन्छ नि। खुनिलनाल पनहादा भनेको ठुलो समस्या झन्डै आएको थियो भन्ने अर्थमा लाग्यो। अनि थोङ्गाहादा पार गर्नु, थोङ्गाहादा पार गर्नु। अनि थोङ्ने विशेष व्यवस्था, थोङ्ने विशेष व्यवस्था। अनि फ्याङ्गा मूल्याङ्कन, फ्याङ्गा मूल्याङ्कन। फेअप व्यवसाय बन्द गर्नु, फेअप व्यवसाय बन्द गर्नु। फोसुथ पोस्टर, फोसुथ पोस्टर। फोहामदोइदा समावेश हुनु, फोहामदोइदा समावेश हुनु। फ्यजुन खुल्लो ख्याग छेगेल मानक श्रम सम्झौता हस्ताक्षर गर्नु हैन, यो यसलाई कसरी श्रम स्तरीय सम्झौता पत्र भन्छ नि, त्यसमा हस्ताक्षर गर्नु। फ्यजुन खुल्लो ख्याग छेगेल भनेको मानक श्रम सम्झौता हस्ताक्षर अथवा त्यो श्रम स्तरीय सम्झौता पत्रमा हस्ताक्षर गर्नु भन्ने अर्थ लाग्यो। अनि फिहेरो हानि वा क्षतिको कारण, फिहेरो केले भयो हानि, त्यसको क्षतिको कारण, क्षति हानिको कारण फिहेरो भयो हैन। अनि त्यस्तै हाङ्गुक सानपिल्य खङदान, यो याचाडी कोरिया है, कोरिया उद्योग जनशक्ति संस्था भन्यो याचाडी कोरिया, हाङ्गुक सानपिल्य खङदान। अनि त्यस्तै गएर हाप्क्य खादा उत्तीर्ण हुनु, हाप्क्य खादा उत्तीर्ण हुनु। हाप्पचक वैधानिक हैन, हाप्पचक वैधानिक। अनि हेजिदाङ हादा रद्द हुनु, हेजिदाङ हादा रद्द हुनु। हगा अनुमति, हगा अनुमति। र अन्तिम मिनिङमा छ हगा हादा अनुमति दिनु, हगा हादा अनुमति दिनु। र यो सँगसँगै आजको लागि यो भिडियोलाई अन्त्य गर्न चाहे। यदि यस्तै अन्य टपिक वाइज मिनिङ, टपिक वाइज छङ्गुमुन्हा, त्यस्तै अहुई अनि विभिन्न ग्रामर र इतिहास याचाडी कोरियासँग सम्बन्धित सूचनामूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर प्लेलिस्ट भिजिट गर्न नबिर्सिनुहोला।